यतिखेर मुठभेडको अवस्था हुन सक्ने सम्भावना बढेको छ। राजावादी र एमालेका कार्यकर्ताहरू बीच रत्न पार्कमा एमालेका कार्यकर्ता र राजावादीहरू बीच मुठभेडको अवस्था भएको छ। यहाँ देख्न सक्नुहुन्छ प्रहरीलाई सम्हाल्न हम्मे भइसकेको छ। देख्न सक्नुहुन्छ प्रहरीले एमालेका कार्यकर्ताहरूलाई रत्न पार्कतिर लगाइरहेको छ। देख्न सक्नुहुन्छ गणतन्त्र दिवसको अवसरमा एमालेले शान्तिपूर्वक जुलुस निकालेको थियो। राजावादीहरू र एमाले बीच मुठभेडको अवस्था हुन सक्ने सम्भावना रहेकोले प्रहरीहरू तैनात गरिएका छन्। राजावादीहरूले पनि केपी ओली देश छोडको नारा लगाइरहेका छन्। एकजना राजावादीलाई प्रहरीले समातिसकेको छ। प्रहरीले नियन्त्रणमा लिइसकेको छ एकजना राजावादीलाई। यहाँ देख्न सक्नुहुन्छ राजावादीहरूले केपी ओली देश छोड भनेर भनिरहेका छन्। मुर्दाबादको नारा लागिरहेको छ। मुर्दाबादको नारा लागिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ राजावादीहरूलाई यसरी प्रहरीले हटाउन खोजेपछि मुठभेडको अवस्था नहोस् भनेर प्रहरीले यस्तो गरेको हो। खासमा बडो जिम्मेवार क्वेसन गर्नुभयो। यो राष्ट्रिय समस्याको रूपमा देखा परेको कुरालाई तपाईले सामान्य रूपमा पत्रकारिताको मुखबाट निकाल्नुभयो। त्यसका लागि म धन्यवाद दिन चाहन्छु। प्रधानमन्त्रीले जसरी सगरमाथा संवाद गरे त्यस्तै गरी हात मिलाएर सडक संवाद गर्नेको ढोका खोल्नुपर्ने ठाउँमा अराजक भएको देखेँ। चेतनाको आँखालाई उगार्न जरुरी छ र परिवर्तन हाम्रै अगाडि छ। परिवर्तनसम्म पुग्नको लागि तयारी के हो त्यो विषयमा गम्भीर छलफल र मन्थन हुनुपर्ने। एकले अर्कालाई गाली गरेर गए मलाई चित्त दुख्यो।
तपाईँलाई परिवर्तन सम्भव कसरी होला जस्तो लाग्छ त? अब यो देशमा गणतन्त्रले पनि भएन, राजतन्त्रले पनि भएन भन्ने दुईटै कुराहरू उठिरहेको छ। तपाईँलाई परिवर्तन केले होला जस्तो लाग्छ? सबैभन्दा ठुलो कुरो हामी वाद विवाद गरेर अगाडि बढ्न सक्दैनौँ। भूतका कुरा गर्ने, वर्तमानमा हल्ला गर्ने र भविष्यलाई बिर्सिने हामीहरू यदि सुध्रिन सक्छौँ भने परिवर्तन सम्भव छ र जिम्दा मानवहरूले गर्ने परिवर्तन हो। परिवर्तन यदि संसारमा मानवहरूले नि गर्न सक्दैनन् भने परिवर्तन भन्ने शब्द मात्र होइन र परिवर्तन भन्ने शब्दको विकास मानवहरूले नै ल्याएका हुन्। यो परिवर्तन सम्भव छ। हामी सडक संवाद गरेर अगाडि बढ्न चाहन्छौँ र सबै साथीहरूको चाहना परिवर्तन नै छ। परिवर्तन चाहिँ के हो? आँखामा पट्टी बाँधेर परिवर्तन सम्भव छैन र अन्धोले हात्ती छामेको जस्तो दृष्टिकोण र छामछुमबाट पनि परिवर्तन सम्भव छैन। सबैभन्दा ठुलो बाधक भनेको पार्टीको पट्टी हो। विचारका आँखामा लगाएका पार्टीका पट्टीहरू खोलियो भने हामी समाजवादको चौतारो प्रष्टसँग देख्छौँ। अहिलेको अवस्था भनेको समाजवादी चौतारोमा चोर, ठग, फटा र ज्यानमाराहरूलाई पिठौँमा बोकेर विचारको आँखामा पार्टीको पट्टी बाँधेर घुमेको लामो समय भयो। नेपाली जनताको परिवर्तनको रहर आज 76 वर्षमा पनि नातिहरू कुर्दैछन्। यो हाम्रो हजुरबुवाहरूले लडेको कुरा हो। यो 2007 सालकै कुरा हो। यसमा तपाईँले भन्नुभयो परिवर्तन संवादबाट हुन्छ भनेर भन्नुभयो तपाईँले। अब सडक संवाद गर्न जरुरी छ र कसैले पनि यो निषेधको वातावरण बनाउन मिल्दैन। हामी नयाँ दुनियाँमा जानुपर्छ र त्यसका लागि संवाद महत्त्वपूर्ण हुन्छ र नेपाली जनतालाई सुन्न दिनुपर्छ र सुन्नेहरूले डिसिजन गर्छन्। मैले भन्ने गरेको छु, संवादमा भाग लिनेहरू खेलाडीहरू हुन् भने सुन्ने कोच हो। परिवर्तन सडक संवादबाट सम्भव छ भन्नुभयो। बिल्कुल। परिवर्तन सडक संवाद गर्दाखेरि यहाँ झडप हुने अनि मुडभेड हुने अवस्था पनि आउन सक्छ नि। यो मुडभेड र झडपको विषयमा आफूलाई नेतृत्व भन्ने नेताहरूले जिम्मा लिनुपर्छ। हिजो मदन भण्डारीले भनेको जस्तो हातहरू नलम्काइयोस्, आँखाहरू नचम्काइयोस् भनेको जस्तो आफ्ना सुन्न मुन्डाहरू दुवै तिनै पक्षले पनि परिचालन गर्नु हुँदैन। यदि साँपै हुन् भने पनि यिनीहरूको विष झार्नुपर्छ, यिनीहरूको दाँत उखेल्नुपर्छ। यो परिवर्तन देशको विकास गणतन्त्रमै सम्भव होला कि अब केही अरू व्यवस्था जस्तै अहिले एउटा जीव र मानवको अस्तित्व आमाको गर्भबाट सुरु हुन्छ। बाहिर आइसकेपछि फेरि पनि नयाँ परिवर्तनको विकास हुन्छ। तपाईँले भनेको जस्तो गणतन्त्र एउटा केही चिज चाहिँ हो, तर त्यो सारभूत चिज होइन। यो समय सँगसँगै परिवर्तनशील छ, अगाडि बढ्छ। तपाईँले भन्नुभयो गणतन्त्रबाट पनि मानौँ राजतन्त्र राज संस्था पुनर्स्थापना भयो। राज संस्था पुनर्स्थापना भयो भने के जनताको मागहरू पुरा हुनसक्छ? जनताले न्याय पाउन सक्छन्, जनताले खुसी पाउन सक्छन्। र एउटै कुरो राज संस्था पुनर्स्थापनाका कुरा लिएर हिँड्नेहरूलाई म प्रश्न गर्न चाहन्छु। राज संस्था स्वीकार्ने विषय हो, कान्छी श्रीमती ल्याएको जस्तो होइन। ल्याउँछु र लान्छु भन्नेहरू चेतनाका कोइला खानीमा हराएका भुलक्कडहरू हुन्। यिनीहरूबाट सम्भव छैन। एकबाट निहालेर हेर्ने हो भने हामी के देख्न सक्छौँ भने परिवर्तनकारी मुक्तिकामी देशभक्त नेपाली जनताहरू परिवर्तनको दिशातिर अगाडि छन्, तर विचारका आँखामा पट्टी बाँधेर गन्तव्यमा पुग्न सकिराखेका छैनन्। र कतिपय साथीहरू आज छाता ओढेर आएका एमालेका साथीहरूलाई पनि मैले देखेँ, मित्रहरूलाई पनि देखेँ, आफूलाई राजावादी भन्नेहरूलाई पनि मैले देखेँ। सबैको हातमा मैले छातै देखेँ। यी छाता कसको स्क्रिप्ट हो भन्ने मैले प्रश्न बनाएको थिएँ। धेरैले आज चाल पाए होलान्, मैले पनि चाल पाएँ। तपाईँले आज राज संस्था स्थापना हुनुपर्छ भनेर प्रदर्शन गर्नेहरूलाई पनि देखेँ भन्नुभयो र नेकपा एमालेको प्रदर्शन पनि देखेँ भन्नुभयो। तपाईँ चाहिँ कहाँबाट कसरी आइपुग्नुभयो? सबैभन्दा पहिला कुरो म नेपाली नागरिक हुँ, देशभक्त नेपाली नागरिक हुँ। यो लडाइँ देशभक्त र विदेशी दलालहरूको विरुद्ध हो। यो 2007 सालबाट जारी लडाइँ हो। आज हामी यहाँसम्म आइपुग्दाखेरि एउटा प्रधानमन्त्रीले सगरमाथा संवाद गर्नुभयो। मैले आशा गरेको थिएँ नेपालीहरू हात मिलाएर सडक संवाद गरेर भोलि कस्तो बनाउनुपर्छ भन्ने सवाल थियो। हामीसँग 72 घण्टाको विधा छ। यो सबैभन्दा राम्रो कुरा हो। 72 घण्टाको विधा छ, यो नै सबैभन्दा राम्रो कुरा हो। संघीय लोकतान्त्रिक गणतन्त्रको बिल्कुल राम्रो कुरा हो। गर्दै आउनुभएको, आशा गर्दै आउनुभएको त्यही मात्रै हो। त्यही मात्रै होइन, तपाईँले प्रश्नलाई गलत दिशातिर लानुभयो। तपाईँको प्रश्नको मैले अपेक्षा अर्कै राखेको थिएँ। यो 72 घण्टाको विधामा हामी उत्सव मनाउन सक्छौँ र बेलुका साँझमा गणतन्त्र के हो? के यो पोसाक गणतन्त्र यदि बस्रै हो भने पनि यत्र तत्र च्यातिएको छ, यसले लाज फेकेको छैन। नयाँ व्यवस्थाको परिकल्पना गरेर हामी छिटै अगाडि जान सक्थ्यौँ। 2003 मार्च 20 को दिन जर्ज डब्ल्यू बुशले इराकलाई 48 घण्टाको अल्टिमेटम दिएर हिर्काएको नेपाली जनताले चालै पाएनछन्। हामी नयाँ दिशातिर जान, नयाँ संवाद गर्नु पर्थ्यो। त्यो संवादको ढोका खुलेको छैन। सडक संवाद गर्न चाहन्छ।
तपाईँको भनाइबाट यो स्पष्ट हुँदैछ कि तपाईँ गणतन्त्रप्रति अझै आशावादी हुनुहुन्छ र जनतालाई यही भन्न चाहनुहुन्छ हो? गणतन्त्रप्रति म आशावादी होइन। गणतन्त्र एउटा वस्त्र हो, यसलाई सजिलै फेर्न सकिन्छ। यो च्याती हो भनेको गणतन्त्र अब फेर्नै पर्ने अवस्था आएको हो। यो वस्त्र हो, यसलाई फेर्नुपर्छ। यसले लाज ढाकेन। यो गणतन्त्रको वस्त्रले लाज ढाकेन भन्दै हुन्छ। त्यसो भए गणतन्त्रको विकल्प के त? गणतन्त्रको विकल्प के भनेर सोध्दै गर्ने मित्रलाई म के उत्तर दिन चाहन्छु भने एउटा यस्तो व्यवस्थाको परिकल्पना गर्नुपर्छ। अभिभावक सत्ता हुन्छ र परिवार चाहिँ तपाईँको अभिभावक सत्ता र परिवार जनता भएर चलाउने एउटा व्यवस्थाको परिकल्पना गर्नुपर्दछ। यहाँ सबैभन्दा ठुलो समस्या के छ भने नारीलाई 33% अधिकार तोक्ने त्यो बिचौलिया हो। यो बिचौलियाबाट हामीले जित हासिल गर्नुपर्छ। बिचौलिया के हो भनेर प्रश्न गर्नुभयो भने फ्रीमा लिएको श्वासबाट बाँकी रहेको जीवन सिङ्गो बिचौलियालाई बोकेर पुरा गर्नुपर्ने यो व्यवस्थाबाट बाहिर निस्किनुपर्छ। तपाईँको जवाफमा स्पष्टता आएन। तपाईँले भन्नुभयो परिवार जनता हुन् र परिवारका सत्ता अभिभावक सरकार अभिभावक हुनु पर्यो। सरकार अभिभावक हुनु पर्यो। त्यसो भए अहिलेको सरकार अभिभावक भएको छैन भन्ने यहाँको दाबी हो। आई लभ यु केपी ओली भन्ने र केपी ओली चोर भन्नेले प्रश्न गर्छ यो परिवारभित्रको हो कि गैर परिवार हो।